हाई हेलो सबैलाई नमस्कार र मिजोर। आज चाहिँ म मान्छेको डिमान्डमा आज फेरि पासी एउटा बनाउँदैछु। धेरै नै सारा सबैले मलाई डिमान्ड गरे कि पासी एउटा चाहिन्छ भनेर, र त्यो पासी बनाउँदैछु। त्यो पासीको लागि नै मैले यो चोया काट्दैछु। पासी चाहिँ कसरी बनाउँछ तपाईँहरूलाई म देखाउने छु। किनकि यो भिडियोले तपाईँहरूलाई धेरै नै हेल्प हुन्छ, कारण एउटा घरमा यसरी बनाएपछि कमसेकम 100-150 पैसा त बचत हुन्छ। त्यसको लागि तपाईँ हेर्दै जानुहोस् भिडियो। अब यो पासीको यस्तो पासी यसरी बनाइ जान्छ। उसको बादमा अनि यसलाई फेरि अब यो टाइपले यसरी दबारेर पासीको रूप दिनुपर्छ। यसरी दबार्नुपर्छ यसरी, अनि त्यहाँबाट फेरि बुन्दै गयो पासी बनिन्छ। साथी हो यी पासी यसरी म बनाउँदैछु। अब यो धेरै बेर लाग्दैन, यसको अलिकति समय लागेपछि पासी ठ्याक्क बनिन्छ। त्यतिखेर तपाईँलाई म देखाउने छु। त्यो पासी बनाइसकेपछि देखाउँछु। त्यसको बादमा यो जुन चोया चाहिँ मैले काटेको छु, यो पासी बनाएको नेक्स्टमा डोको बनाउँछु म। त्यसको लागि चाहिँ अलिकति चोया काटेर अलिक सुकाउनु पर्छ। त्यो हुनाले त्यो डोको मैले छिटो बनाउन सकेको छुइनँ। यो पासी पछाडि चाहिँ म डोको बनाउने छु, तपाईँलाई देखाउने छु। ल फाइनली अब यो मेरो पासी बनिसक्यो। यसको बिट चाहिँ मैले यो तरिकाले मारेको छु, र पछाडि यसलाई म रस्सी लगाएर यसरी बिट मार्छु। अनि यो हो पासी। अनि कस्तो के भयो कमेन्ट र लाइक गरिदिनु होला, र कमेन्टमा भनिदिनु होला। धन्यवाद।